आज हामी तपाईहरूलाई रामेछाप जिल्ला खाडादेवी गाउँपालिकाको धुसाल गाउँ देखाउँदैछौँ। पुर्खाहरू बसोबास गर्न आउने क्रममा मरेको बाघ भेटिएको यो ठाउँ नेवार भाषामा ढुसिट भन्दै जाँदा धुस्याट भई अपभ्रंश भएर धुसाल नाम रहन गएको यथार्थ पुरानो भनाइरहेको छ। खाडादेवी गाउँपालिका वडा नम्बर 2 साविक 1 नम्बर वडा पर्ने यो गाउँ समुद्री सतहबाट सरदर 800 देखि 1000 मिटरसम्मको उचाइमा रहेको छ। तल माझीबारी टोलदेखि मन्दिर टोल, ब्रिज टोल, गोठबारी टोल, सल्लाबोट टोल, कामी टोल हुँदै कोलचौर टोल समेत समग्रमा धुसाल गाउँ हो। धेरैजसो नेवार जातिकै पुर्ख्यौली बसोबास हुँदै आएको यस गाउँमा कार्की, खत्री, बिक र तामाङहरूको मिश्रित बसोबास रहेको छ, जसमध्ये नेवार 167 जना, क्षेत्री 126 जना, विश्वकर्मा 74 जना र तामाङ 11 जना र समग्र जात जातिमा महिला 197 र पुरुष 182 जना गरेर जम्मा 378 जना बसोबास गर्दछन्। यस गाउँमा 1955 सालदेखि पूजाआजा सुरु गरी 1971 सालमा स्थापना गरिएको श्री सच्चिदानन्द ब्रह्मधाम धार्मिक स्थल यही गाउँमा अवस्थित रहेको छ। प्राकृतिक सौन्दर्य र विविध समुदायको सुन्दर संगम धुसाल गाउँ तपाईलाई कस्तो लाग्यो? अब तपाई कुन गाउँ हेर्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोस् र हाम्रो पेजलाई फलो पनि गरिदिनुहोला। धन्यवाद।